नमस्कार, यहाँ उपस्थित सम्पूर्ण दर्शकवृन्दहरूमा म हजुरहरूकै साथी कमला ओली विशी। सर्वप्रथम त यहाँ उपस्थित सम्पूर्ण दर्शकवृन्दहरूलाई म कमला ओलीको तर्फबाट हृदयदेखि नै हार्दिक स्वागत व्यक्त गर्दछु। साथीहरू, आज मैले हामीहरूले स्पष्टसँग नाइ नभन्न सके हामी कसरी तनाव मुक्त हुन सक्छौँ भनेर केही कुराहरू ल्याएर हजुरहरूमाझ उपस्थित भइसकेकी छु। साथीहरू, मेरो च्यानलमा पहिलोचोटि आउनुभएको हो भने सब्सक्राइब गर्न नभुल्नुहोला र मैले भनेका कुराहरू मन परेमा लाइक, कमेन्ट र सेयर पनि गर्न सक्नुहुन्छ। साथीहरू, जीवनमा धेरै कुराहरू उतार चढाव हुन्छ। कहिलेकाहीँ हामी बाध्य भएर आफूलाई मन नपरेका कुरा पनि गर्न हुन्छ भन्ने हुन्छ भने कहिलेकाहीँ हामीले स्पष्टसँग नाइ भन्दाखेरि हामीले धेरै कुराहरूबाट तनावहरूबाट मुक्त हुन सक्छौँ। त्यही भएर साथीहरू, आफूलाई जुन कुरा मन पर्दैन, जुन कुराले आफूलाई तनाव दिन्छ त्यस्ता कुराहरू कसैले गर भन्दा पनि नाइ भन्न सक्नुपर्दछ। हामीले एउटा नाइ मात्र भन्न सक्यौँ भने पनि हामी जीवनमा धेरै कुरामा तनाव मुक्त हुन सक्छौँ। त्यही भएर साथीहरू, जीवनमा प्रष्ट आफूलाई गर्न मन लागेको कुरा मात्र गर्छु र आफूलाई मनदेखि नै त्यो कुरा नकारात्मक हो अथवा त्यो कुराले आफूलाई कुनै पोजिटिभ भाइब्स दिँदैन भने त्यो कुरा गर्दैन भन्ने कुरामा हामी प्रष्ट हुनुपर्दछ। एउटा कुरा छ नाइ नभन्न। एउटा सानो कथा म हजुरहरूलाई भन्छु। नाइ नभन्न सक्दाखेरि हामीहरूबाट धेरैले फाइदा ल्याइरहेका हुन्छन्। एउटै कम्पनीमा काम गर्ने दुईवटा व्यक्ति थिए। एक दिन उसले साथीसँग कुरा गर्दा गर्दै के भनेछ भने, मैले कसैले केही कुरा हरायो भने नाइ भन्नै सक्दैन साथी भनेछ। त्यो साथीले त्यसको त्यो कुरा अथवा त्यसले भनेको कुरालाई मनमा राखिरहेको रहेछ र एक दिन त्यो साथीलाई अन्तै केही कामले बाहिर जानुपर्ने भयो। त्यो बेला उसलाई के कुरा आउँछ भनेपछि, मैले त्यो मान्छेलाई हराएँ भनेपछि, रामलाई हराएँ भनेपछि त्यसले नाइ भन्न सक्दैन भनेर त्यसको दिमागमा आउँछ र उसले के भन्छ, साथी राम, म केही दिनको लागि बाहिर जाँदैछु, तिमीले मैले गर्नुपर्ने सम्पूर्ण कामहरू गरिदिनु पर्ने भयो, म केही दिनपछि आउँदाखेरि त्यो काम गरिदिए है भनेर भन्छ। त्यसपछि साथी रामले के गर्छ, अब उसले पहिले नै आफ्नो कमजोरी देखाइसकेको हुन्छ साथीको अगाडि, मैले नाइ भन्न सक्दैन भनेर भन्या हुन्छ। त्यही भएर उसले नाइ पनि भन्न सक्दैन। हुन्छ भन्दाखेरि आफ्नो काम त हो, अर्काको काम पनि गर्नुपर्ने उसलाई बाध्य हुन्छ अनि तनाव हुन्छ उसलाई। त्यही भएर आफ्नो कमजोरी अरूसँग देखाउँदाको एउटा अरूले उठाउने फाइदाले गर्दाखेरि पनि हामीलाई आफ्नो काम त हो, अरूको काम पनि गर्नु बाध्य हुन्छौँ। साथसाथै यसले के जनाउँदछ भने एउटा सानो नाइ नभन्न सक्नाले अरूले फाइदा उठाउने रहेछन् भन्ने कुरा पनि जनाउँदछ। त्यही भएर हामीले जीवनमा प्रष्टसँग नाइ अथवा होइन अथवा मैले गर्न सक्दैन भनेर भन्न सक्नुपर्दछ। यस्ता विविध कुराहरू ल्याएर हजुरहरूमाझ उपस्थित भइरहने नै छु। तबसम्मका लागि मेरो च्यानलमा आउनुभएका सम्पूर्ण दर्शकवृन्दहरूलाई हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्दछु र जाँदा जाँदै के भन्न चाहन्छु भने, साथीहरू, हजुरहरूले मेरो च्यानल पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला र मन परेमा लाइक, कमेन्ट र सेयर पनि गर्न सक्नुहुन्छ। र मैले अरू कुन कुन विषयमा कस्ता कस्ता कुराहरू ल्याएर हजुरहरूमाझ उपस्थित हुने हो, हजुरहरूले कमेन्ट गरेर त्यो विषयवस्तु पनि भन्न सक्नुहुनेछ। तबसम्मका लागि म हजुरहरूको माझबाट बिदा हुन्छु। हस्त, नमस्कार।